है ल ओ म यत्रो भारी बोकेको छ म आफू हिँडेको छ ल यहाँबाट चाहिँ बाहिर निस्किनु पर्ने हुन्छ सल्लक्क ल अनि यहाँबाट चाहिँ फुल सुनेर आउने कर्मचारी चाहिँ कहाँ छ मेरो केटाकेटीहरू होइन ल ल फाइनली मेरो केटाकेटीहरू पनि आएछन् होइन ल अब नमस्ते 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 ल केटाहरू पनि दिन है ल ल ल दाजु वेलकम टु नेपाल धन्यवाद भिडियो गर्दै ल भिडियो गर्ने कि फोटो खिच्ने हो म पनि सानसानो युट्युबर हो हामी त ल अब त्यही हो होइन अब ल अब भिड भयो हामी त घर जान्छौँ आजकल क्यामेराम्यान त अब छँदैछ होइन अब क्यामेरा ल क्यामेराम्यान हाम्रो मेरो भाइ हो अनि के छ अनि तिम्रो खबर ठीक छ ए तिम्रो खबर तेरो खबर तिमी भने जति क्यामेरा के छ आजकल भेटा छैन कसरी आयो कसरी भेट भयो रिता दिदीको भेडाले नम्बर मागेको नि माइकलको मलाई कल गर्दैन नि ए ल के माग्यो तिमीहरू हामीलाई इन्ड्राइभमा आएको ए ल ल ल अब ट्याक्सी गरौँ जाम उयो माथिबाट जान्छ एकछिन वेट गर जाने कति टाइम कति मिनट हो 5 बज्न लाग्यो 5:40 भयो 7 को हो 7 भनेपछि कति भ्याउँछ कति भ्याउँछ आउँदैन 10 मिनट अगाडि जाँदा भइहाल्छ 7 त आधी घण्टा अगाडि जानुपर्छ त्यसो अन्त यहाँ जाउँ खाजासँग खाउँ के 20+5 हो ल यत्रो त्यही हो अब हामी यहाँबाट जान्छौँ के गर्ने यो साला के हो यस्तो ल ल ल अब जाउँ अब हामी जान्छौँ खाजा खान्छौँ उता जाउँ अनि त्यहाँदेखि नत्र घर पुगेर आउनु पनि सकिन्छ हो ल ल ल ल ल क्यामेराम्यान ल खाजा खाने होला नि त 7 बजी दादा हुन्छ भनेपछि भएको छ नि कति आज 5 बजेर फोन 10 मिनटमा पुगिहाल्छ प्रयोग मार्ग यो भएन हजुर छोडिदिनु न यहाँ भाइले गरिहाल्नु दाइले गरिहाल्नु ल ल ल ल हिँड्नु हिँड्नु हेल्प गरिदिनु न है यही छैन क्यामेरा ठिक छ तपाईँको के छ ल जाउँ कहाँ लाग्यो घर लाग्यो भन्नु न मान्छे चाहिँ कता हो
राम्रो भन्दैछु तपाईँको चाहिँ के छ अनि कसरी डिले भयो म त 3 बजी आइपुग्यो तपाईँलाई थाहा छ हजुर मिसम्याच भयो हजुर हजुर भइसकिसकेको छ अघि नै भाउजू म हेल्प गरिदिन्छु होला हुन्छ हुन्छ यो दिन त गर्नुपर्छ होला होइन भइसकिसक्यो हजुर कति जानुभयो क्यामेराम्यान हो गर्नु रजनाले के गर्ने हो ल बाई भन्नु न त ब्लगमा ल अब हामी चाहिँ एयरपोर्टबाट लागिसकेको छ अब किनौँला सिमसिम किनौँला गरौँला होइन कति दिएछ सेन्डेन मलाई पनि पहिला हो त्यसरी मागे ल तपाईँ एकदम हाम्रो ब्युटिफुल सिस्टर अनि यता हाम्रो ब्युटिफुल भाउजू अनि हाम्रो केटा पर्फेक्ट टाइममा आएछ होइन ल ल एकदम मजाले अनि 3 बजे आएको है अनि कहाँ चाहिँ तिमीहरू भित्र जानलाई चाहिँ भित्र हुन्छ तपाईहरु हामी भित्र चाहिँ भित्रबाट सिधै त उहाँ भित्र पनि यसम्म मात्रै लिन जानु छ हैन के टिकट काटेर जानु मात्र भित्र जानु उहाँसम्म मात्र भित्र चाहिँ होला त म जान्दै तर माइकले आउँथि त अनि म त गुड्दा अघि आयो त 3 बजे आइपुग्यो हतार भयो अनि माइकले पुगे हैन अनि 1 घण्टापछि आएको अनि तपाईँ आइसक्नु भनेर चाहिँ बाहिर बसेको है तपाईँ त भित्र बस्दै नि पार्टी ल ठिकै छ अब हामी घर पुग्छौँ है अरू गाडीको त तिमी 3 years म 5 years 5 वर्ष म त 3 वर्षमा अब पाइला टेक्दैछु होइन उहाँबाट यसो होइन हाम्रो कान्छ उहाँबाट यसो क्याम्पसेट हुन्छ होइन हेर नि सक्दैन त्यसले होइन ठिकै छ ए एकाउन्ट पैसा आयो केटाहरूले के गर्यो यार यहाँबाट हामी क्याम्पस भित्र छिर्छौँ यहाँ त हामी पहिलेको जमाना आगो बाल्यो है यता केएमसी हो कहाँनिर हो क्लास थिएन ए ओहो 7 बजे त रात पनि सक्छ होला है होइन आजको चाहिँ बाइकहरू पनि कसै नखानु अहिले बानी हराइसक्यो कि हो त्यस्तै हुन्छ हेर त हात बसाउने हो सर्ट यही फर्किदिइरहेको छ यही क्रस सबै सेत हुन्छ यहाँ सबै रङ्गी चङ्गी है पहिले के गरिरहेको हुन्छ के गरिरहेको हुन्छ अब यो पानी तल बेच्नु सक्यो नि होइन
लगानी गरिदिएको मैले वापस कति वाले थियो? कति हजार? 1 लाख लगानी लाग्यो। दिएन? दिनुपर्छ भनेर बोलेन त्यति। उठाउ जसरी उठाउ। म उठाइदिन्छु मापुलाई। जसरी चाहियो के कहाँ हुन्छ त्यसरी हो नि? दादा हो है। कहाँ नि यार? त्यो पैसा दिनु चाहिँ सकिरहेको रहेछ, माग्नु चाहिँ लास्टै गाह्रो। माग्नु त मस्त मिलाउनु पर्छ नि, भाका मिलाइ पनि माग्नु पर्छ त। यही हुँदो रहेछ नि त होइन? म नि आएको थिइनँ दाजु बेलुबाट। बाहिरको घर चाहिँ डबल प्राइस। हजुर भित्र जाने बाहिर। अब चाहिँ के भन्नु न? अब यता सिधै उतैबाट गर्दा हुन्छ हजुर। अहिले त्यो टिकटको उयो चाहिँ खोलिराख्नु त, छिर्न दिँदैन फेरि। होइन उयो भित्र सिधै पर छ है बुझ्दैहरू ल, अलि पर हामीलाई जानु दिँदैनौँ यहाँबाट। एकछिन उयोसँग कस्तो क्युट देख्नु भएको फोन त्यो स्क्रिनसट देखाउनु ल, भन्नु न केही। यो मिल्दैन भाउजू, यसमा हाल्नु मिल्दैन खालि। अनि यो उयो